हाई गाइज मार्च 9 मा चाहिँ मेरो दिदीको बिहे थियो र म तपाईहरुलाई चाहिँ आज मेरो दिदी बेनाको बिहेमा लिएर जाँदैछु। बिहान रेडी भएको क्लिपहरु चाहिँ मैले लिन पाइन किनभने मेरो फोनमा चार्ज थिएन अनि मैले चाहिँ डाइरेक्ट अब जाने बेलामा देखिनको स्टार्ट गरेको छु। मेरो मम्मी अनि प्रेमिका दिदीहरु चाहिँ अगाडि नै गइसक्नु भएको थियो अनि म चाहिँ बहिनीहरुसँग जाँदै छु किनभने म चाहिँ रिल बनाएर बस्दै अनि मम्मीहरु चाहिँ मलाई छोडेर जानु भइसकेको थियो। आज चाहिँ मैले दिदीको बिहेमा क्षेत्री ड्रेस लाउँछु भनेर लगेको थिएँ अनि मैले जसो तसो नजानी भए पनि लगाए अनि म चाहिँ आना र आस्नासँग जाँदैछु अनि म चाहिँ यहाँ हल्का ड्रेस पनि फ्लेक्स गर्दैछु। भेन्यू चाहिँ घरदेखि अलिकति माथि थियो, त्यस्तो टाढा त होइन तर पनि अब उकालो ओह्रालो हिँडेर म चाहिँ हल्का गलेको पनि थिएँ अनि बहिनीलाई चाहिँ गर्मी भएछ आनालाई चाहिँ अनि मैले उसको ज्याकेट बोकिदिएँ। आना चाहिँ जेठी दिदीको कान्छी छोरी हो अनि आस्ना चाहिँ आनाको बडाको छोरी हो। अनि फाइनली हामी भेन्यूमा पनि पुग्यौं। मम्मीहरु त्यहाँ बसिराख्नु भएको थियो, प्रेमिका दिदी अश्विनहरु बसिराख्नु भएको थियो। अश्विन चाहिँ माइली दिदीको छोरा हो अनि अश्विन चाहिँ मेरो फेभरेट हो। त्यसपछि भरे हामीले भ्याउदिनौं फोटो खिच्न भिड हुन्छ भनेर हामीले त्यहाँ अलिअलि भिडियोहरु बनायौं, अलिअलि फोटोहरु खिच्यौं। मेरो मम्मी पनि एकदम रहर गर्नुहुन्छ यस्तो कुरामा, त्यही भएर मम्मीहरुको पनि फोटो खिच्दिए अनि भाउजूहरुसँग पनि भरे खिच्न भ्याइँदैन भनेर त्यतिबेलै सबैजनाको खिच्दियौं हामीले अलिअलि। अनि यहाँ चाहिँ हामीले अश्विनलाई सिक्रेटमा कैची चोर्न पठाएको थियौं। यहाँको सिस्टम चाहिँ के रहेछ भने चाहिँ अब यो रिबन काट्दाखेरि चाहिँ कैची लुकाउनु पर्ने रहेछ अनि त्यो चाहिँ पैसा दिनु पर्ने रहेछ कैची किन्नको लागि। अनि यो सिस्टम चाहिँ मैले चाहिँ फर्स्ट टाइम नै देखेको हो तर हामीले कैची पाइनौं, त्यही भेन्यूको मान्छेहरुले नै गर्नुभयो। अनि धेरै समयको पर्खाइपछि फाइनली रित बुझाउने मान्छेहरु आउनुभयो अनि यहाँनिर मैले अलिअलि भिडियोहरु लिएको थिएँ। मलाई चाहिँ एकदम नै रमाइलो भइरहेको थियो किनभने मेरो लागि यो नयाँ कल्चर थियो। अनि यहाँनिर ठुलो मान्छेहरुले कुरा गर्नुभयो, त्यसपछाडी अब कुरा त पहिल्यै मिलिसकेको हो तर पनि आफ्नो अब कल्चर भनौं न अनि सबै कुराहरु मिलिसकेपछि अनि फाइनली दिदीहरुलाई लिन पनि जानुभयो। मलाई चाहिँ दिदी आएदेखिको सबै क्लिपहरु लिनु थियो, त्यही भएर म चाहिँ हतार अर्को ढोकाबाट बाहिर गए अनि दिदीहरु आएको भिडियो बाहिरबाट पनि गरे। अनि यहाँको सिस्टममा चाहिँ बेहुला बेहुली आउँदाखेरि ढोका छेक्नु पर्ने रहेछ। यो चाहिँ मलाई थाहा थिएन किनभने हाम्रोतिर चाहिँ अब पछि दाइले भाउजू लिएर आउँदाखेरि चाहिँ हामी बेलुका चाहिँ ढोका छेक्छौं तर यहाँ चाहिँ अब यो सिस्टम रहेछ अनि यो पनि मेरो लागि एउटा नयाँ नै कुरा थियो। भेनाले दिदीलाई कति धेरै माया गरिराख्नु भएको थियो त्यो कुरा चाहिँ यहाँ कति ठाउँमा क्याप्चर पनि भएको छ। अब दिदी हिँड्दाखेरि दिदी लड्छ कि भनेर सम्हाल्ने यता त्यतादेखि हरेक कुरामा अनि म चाहिँ कति खुसी पनि भइरहेको थिएँ क्या किनभने दिदीले हामी सबैजना भाइ बहिनीहरुलाई यति धेरै माया गर्नुहुन्छ अनि दिदीलाई पनि त फाइनल्ली दिदीले चाहेको जस्तो दिदीले हामीलाई माया गर्ने मान्छे जस्तै माया पाउनु हुन्छ भनेर चाहिँ म एकदम खुसी थिएँ। अनि यहाँनिर कुरा गर्नुभयो अनि फाइनल्ली ढोका छेक्ने दिदीहरुको पनि कुरा मिल्ने गरी दिदी र भेनाले उहाँहरुलाई खुसी बनाउनु भयो। त्यसपछाडी फाइनल्ली इन्टर गर्नुभयो। कति राम्रो देखिनु भएको, म त हेरे नै भएको थिएँ दिदीलाई। हाम्रो दिदी चाहिँ यतिकै पनि राम्री नै हुनुहुन्छ अनि झन् त्यो सिन्दुर पोतेले कति खुलाको, रातो लुगाले कति खुलाको, म चाहिँ एकदम नै धेरै खुसी भइरहेको थिएँ दिदीको लागि। खासमा दिदी र भेनाको चिनजान भएको चाहिँ धेरै नै वर्ष भइसक्यो, लगभग 14 वर्ष जति नै भइसक्यो होला किनभने दुईजना चाहिँ सोल्टी हो। भेना चाहिँ भाउजूको दाइ हो अनि भेनाको बहिनीलाई चाहिँ हाम्रो पुरान दादाले ल्याउनु भएको सम्पन्न भाउजूको आफ्नै दाइ हो भेना। भनिन्छ नि जोडी माथिबाटै बनेर आएको हुन्छ किनकि त्यत्रो वर्षको चिनजानमा अहिले आएर जोडी बाँधिनु भनेको यो चाहिँ मलाई डेस्टिनी नै जस्तो लाग्छ किनभने जे भाग्यमा लेखेको छ त्यो कुरा जसरी पनि भएरै छुट्छ, त्यसलाई नरोक्न सकिन्छ नछेक्न सकिन्छ। अनि भेना र दिदीको जोडी चाहिँ मेरो लागि चाहिँ पर्फेक्ट छ। अनि एक सरो टिका लगाइसकेपछि दिदीहरुले ढोकबेटको काम पनि सकिहाल्नु भयो। हामीले चाहिँ बिहानदेखि केही पनि खाएको थिएनौं, त्यही भएर भोक लागेको थियो अनि गएर हामी चाहिँ खानु थाल्यौं। खानेकुराहरु पनि एकदम नै मिठो थियो। मैले चाहिँ फोन अगाडि नै चार्जमा हाल्नुलाई दिएको थिएँ तर खाएको भिडियो गर्नुको लागि लिएर आएको थिएँ अनि फेरि म चाहिँ भिडियो गरिसकेर फेरि चार्जमा नै हाल्नु जाँदैछु किनभने भरेको लागि पनि त धेरै क्लिपहरु लिनु थियो त्यही भएर। अनि खाना खाइसकेपछि हामी एकछिन डान्स गर्यौं। कुसुम दिदीलाई चाहिँ म डान्स गर्नु न भनेर भन्दै थिएँ अनि दिदी म एकछिन नाच्यौं, मेरो मम्मीहरु पनि नाच्नु भएको थियो। यो दिनको पर्फर्मेन्स अफ द डे अवार्ड चाहिँ म उहाँ दाइलाई नै दिन चाहन्छु। दाइले नन स्टप यति धेरै नाच्नुभयो, हिन्दी इंग्लिश सबै गीतमा, नेपाली सबै गीतमा नाच्नुभयो अनि दाइको एक्सप्रेसन पनि एकदम अन पोइन्ट थियो।
अनि हामी पनि एकछिन यहाँ फोटो खिच्न गयौँ दिदी भेनासँग। तर यो फोटो चाहिँ हामीले अहिलेसम्म पनि पाएको छैनौँ। मैले नै उताबाट आएपछि मेरो स्वर भाँसेर मैले भिडियो बनाउनु पाएको थिइनँ। 20-25 दिन ढिलो भोइस ओभर गर्दैछु। मलाई त लागेको थियो कि म सबैभन्दा ढिलो हुन्छु होला भनेर। तर धन्न फोटो स्टुडियोको दाइले चाहिँ मलाई सेकेन्ड नम्बरमा मात्रै पारिदिनु भयो। म चाहिँ एकछिन भाइहरूसँग पनि जिस्किँदै बसेँ अनि दिदीहरूले फोटो खिच्नु भयो। त्यो हेरेँ, मैले पनि एउटा क्लिप लिएँ। अनि उहाँ दाइ चाहिँ माथि चढ्न खोज्नु हुँदै थियो होइन, तर उहाँ सक्नु भएन क्या, उहाँ लड्नु भयो होइन। अनि गीत पनि ठ्याक्क म त ढले 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 बज्दै थियो क्या। अनि दिदीहरूले बाबाहरूले यहाँ ढोकभेटको काम पनि सक्नु भयो। ढोकभेट नै त होला नि के हो मलाई चाहिँ थाहा भएन। अनि यो रिचुअल सकेपछि चाहिँ हामी सबैजना डान्स गऱ्यौँ। सबैजना कति धेरै मजाले नाच्नु भएको क्या। मलाई चाहिँ यो गीत सुन्दाखेरि चाहिँ पुरान दादा र सम्पन्न भाउजूकै याद आउँछ। झन् अब यति नाचिसकेपछि त जहिलेभरि दादा र भाउजूकै याद आउने भयो। मैले गीतहरू चाहिँ साउन्डसँग यहाँ सबै किन राखेको भने मेरो फोनमा स्टोरेज छैन नि त। अनि अब सबै डिलिट गरेपछि कुनै दिन हेर्न मन लाग्यो भने त यहाँ हेर्दा हुन्छ नि त भनेर। डान्स गरिसकेपछि चाहिँ अब दिदीलाई बिदाई गर्ने बेला भएको थियो। अनि यहाँनिर चाहिँ दिदीको आमा बाबाको इमोसनल मोमेन्ट चल्दै थियो। तर भेनाले चाहिँ कस्तो मजाले सम्झाइराख्नु भएको थियो क्या। त्यो साइलेन्ट हगले नै सबै कुरा बताइरहेको थियो। म चाहिँ भाउजूलाई याद गरिरहेको थिएँ यति बेला, किनभने भाउजूले चाहिँ अब दिदीलाई पनि सम्झाउनु हुँदै थियो अनि भेनालाई पनि साथ दिनु हुँदै थियो क्या भाउजूको हातहरूले, भेनालाई दिदीलाई दुईजनालाई नै। अनि त्यो मोमेन्टमा चाहिँ मलाई पनि मेरो दादाको एकदम याद आइरहेको थियो। अनि लास्टमा आमाले एकचोटि भेनालाई पनि हग गर्नुभएको थियो क्या। अनि त्यो अङ्गालो मार्दाखेरि चाहिँ मलाई होइन यस्तो फिल भएको थियो क्या, अब आमाले चाहिँ साइलेन्टली नै भेनालाई जिम्मेवारी दिनुभएको जस्तो टाइपको फिल भएको थियो क्या। अनि मेरो मम्मी पनि त्यही साइडमा हुनुहुन्थ्यो नि त, अनि म आफूलाई पनि सम्झिँदै थिएँ। अनि हामी चाहिँ यहाँनिर अथर्वदनलाई हेर्दै बसिरहेको थियौँ। अनि भेनाको आफ्नो मान्छे आएर चाहिँ यहाँनिर बाबासँग कुरा गर्नु हुँदै थियो। कति मजाले कुरा गर्नु भएको थियो क्या। अब त्यो सुन्दाखेरि नै अब ठुलो मान्छेको कुरा त यत्तिकै नै सुन्नु मजा आउँछ होइन। अनि मैले त्यो सुन्दा सुन्दै मैले भिडियो पनि गर्न पाइनँ क्या। अनि मलाई पछि ला भएको थियो क्या, म कस्तो मजाले अब तपाईँको छोरीले मेरो घर सम्हाल्छ, मेरो छोरीले तपाईँको घर सम्हाल्दैछ भनेर कस्तो मजाले भाका पुर्याएर कुरा गर्नुभएको थियो क्या। अनि म चाहिँ दिदीको लुगाहरूको अनि दिदीको र मेरो भेनाको भिडियोहरू गर्दै जाँदैछु। दिदी चाहिँ सबैजनालाई बाई गर्दै जानु हुँदैछ। नरुने त सायद म मात्रै थियो होला क्या दिदीलाई बिदाई गर्दाखेरि, म र अनि उता भेनापट्टिको आफ्नो मान्छेहरू। मलाई चाहिँ किन रुन आएन भनेदेखि होइन, मलाई चाहिँ भेनाको त्यो एक्सनहरू देखेरै क्या, अब भेनाले दिदीलाई त्यो अगाडि आउँदाखेरिदेखि नै सम्हालेको देखेरै मलाई चाहिँ दिदी चाहिँ एकदम सही मान्छेको साथमा हुनुहुन्छ जस्तो फिल भइसकेको थियो नि त। अनि त्यही भएर मलाई चाहिँ रुनु नै आएन।
होइन। तर भरे दिदीले जाने बेलामा चाहिँ यति बेला मलाई मजाले बस्छ है भनेर जानु आँट्दाखेरि चाहिँ त्यति बेला चाहिँ म इमोसनल भएको थिएँ। किनभने अब अगाडि त म दुईजनाको जोडी हेर्दै पुरा दुईजनाको जोडीलाई एडमायर गर्दै बसिरहेको थिएँ नि त। अनि त्यो दिदी बहिनीवाला मुमेन्ट त मलाई त्यति बेला मात्रै म झसङ्ग भएर अनि त्यति बेला चाहिँ मलाई इमोसनल भयो क्या म। अनि दिदीलाई बिदाई गरिसकेपछि चाहिँ हामी फेरि तल गयौँ। अनि म चाहिँ एकछिन ठुलो बेना र माइलो बेनासँग डान्स गरेँ। बेहुला बेहुलीलाई पठाएर पनि डान्स गरेको चाहिँ म यहाँनिर फर्स्ट टाइम नै हो। हामी चाहिँ एकछिन घरतिर गएको थियौँ भिडियो गर्नको लागि। अनि फर्केर आउँदाखेरि चाहिँ यति धेरै जाम भइरहेको थियो। लुगा फेर्न गएको थियौँ अनि फेरि खाना खानुलाई माथि जाँदाखेरि चाहिँ पुरा जाम भइरहेको थियो क्या। अनि खाना खाइसकेपछि हामीले पनि घरमा ल्याउनु पर्ने सामानहरू बोक्न अलिअलि सकेको सघायौँ। त्यस पछाडि हामी घरमा आयौँ, गफ गऱ्यौँ अनि सुत्न गयौँ। दिदीको बिहे चाहिँ यसरी नै सकियो। तर अब दार्जिलिङको पुरै ब्लग चाहिँ आउनु बाँकी छ। ओके बाई बाई गाइज। अब दार्जिलिङको ब्लगमा भेट्छु है त।